हेलो एभ्रिवान। म आज मान्छेहरूले कसरी प्रोक्रेस्टिनेट अर्थात् मान्छेहरूले कसरी आफ्नो कामलाई टाल्छन् भन्ने विषयमा आफ्नो केही धारणा राख्न गइरहेको छु। हामीले कुनै पनि कामलाई कसरी सजिलो बनाउन सक्छौं अथवा कुनै पनि हाम्रो ब्याड ह्याबिटलाई कसरी मिटाउन सक्छौं भन्दाखेरि जब हामी त्यसको कज लेख्छौं तब मात्र हामी त्यसको सोलुसनतिर जान सक्छौं र हामी यसको कजतिर जान सुरु गरौँ है त। म मेरै एक्जाम्पल लिएर भन्छु कि म कसरी प्रोक्रेस्टिनेट गर्छु अर्थात् म कसरी आफ्नो काममा टाल्छु भन्दाखेरि म चाहिँ मोबाइल धेरै हेर्छु क्या। म मोबाइल हेर्छु, भिडियो हेर्छु, मान्छेहरूको पोस्ट हेर्छु, म्यासेज हेर्छु। अनि जसलाई चाहिँ इङ्ग्लिसमा एउटा टर्म रहेको छ फोमो अर्थात् फियर अफ मिसिङ आउट। जसले चाहिँ के भन्छ भन्दाखेरि नि मलाई चाहिँ अब म यो वर्ल्डदेखि केही त मिस गरेको छैन नि। जस्तै मेरो साथीहरूले के देख्छन् मैले देख्दिनँ भरे उनीहरूसँग कुरा गर्दाखेरि भरे यसको बारेमा म कुरा गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा हुन्छ, जसलाई हामी फोमो भन्छौँ अर्थात् फियर अफ मिसिङ आउट, जुन एउटा मेन रिजन हो। अनि जस्तै एक्जाम्पलको लागि मैले अब मेरो साथीकोमा रियाक्ट गरिनँ, कमेन्ट गरिनँ भन्ने मेरो सोसल प्रेजेन्स हराउँछ। त्यही भयो एउटा हाम्रो मेन कज भनेको के अरे फोमो अर्थात् फियर अफ मिसिङ आउट भयो है। अर्को छ हाम्रो डोपामिन। हामी चाहिँ बोल्दाखेरि हामी चाहिँ प्रोक्रेस्टिनेट गर्दाखेरि हाम्रो डोपामिन रिलिज हुन्छ अर्थात् हामी आफ्नो कम्फर्ट जोनमा बस्न चाहन्छौँ क्या। अब जस्तै हामी चाहिँ अब पढ्नुको साटो मोबाइल हेऱ्यौँ, भिडियो हेऱ्यौँ, गेम खेल्यौँ भने हामीलाई के हुन्छ भन्दाखेरि हाम्रो ब्रेनमा डोपामिन भन्ने रिलिज हुन्छ, जसले गर्दाखेरि चाहिँ हामी काममा टाल्छौँ। हामी त्यो काम गर्दाखेरि हामीलाई त्यस्तो साह्रो खुसी मिल्दैन र हामी त्यस्तै हाम्रो जुन कम्फर्टको जोनमा रहेको काम छ त्यसलाई नै हामी हेरेको गर्दछौँ। हामीसँग क्लियर गोल पनि हुँदैन। त्यही भएको छ। अब हामी प्रोक्रेस्टिनेटलाई चाहिँ कसरी बिट गर्न सक्छौँ अर्थात् हामी कसरी हराउन सक्छौँ भनेको एउटा मेन भनेको बर्निङ डिजायर हो। बर्निङ डिजायर अर्थात् हामीसँग चाहिँ मनबाटै हुनु पर्यो क्या। यो गर्छु, म मेरो फ्यामिलीलाई प्राउड बनाउँछु, रिच बनाउँछु, म स्टडी गर्छु, यदि मैले पढिनँ भने हार्डवर्क गरिनँ भने मेरो जिन्दगीमा केही पनि हुनेवाला छैन भनेर एउटा मनमा ठान्नु पर्यो र आफ्नो बर्निङ डिजायर भित्र एउटा आग हुनु पर्यो क्या कुनै पनि कामलाई गर्नको लागि। त्यसले मात्र हामी आफ्नो कामलाई नटालिकन हामी आफ्नो काममा फोकस गर्न सक्छौँ। अर्को भनेको हाम्रो मेन थिङ भनेको हामी एउटा ग्यारेन्टी लिनुपर्छ। ग्यारेन्टी अथवा कमिटमेन्ट भन्छौँ। एउटा फिल्ममा डायलग पनि छ नि, म एकचोटि कमिटमेन्ट गरिसकेपछि कसैको आफ्नो त सुन्दिनँ भनिसकेपछि अर्थात् कुनै पनि काम गर्छु भनेपछि गरेर छाड्ने अर्थात् के हुन्छ भन्दाखेरि चाहिँ हामीले अब कुनै पनि काम गर्छौँ र त्यसलाई गर्छु भन्छौँ र एकछिनमा हामी गर्दिनौँ त्यस कारणले चाहिँ हामी एउटा कागजमा लेख्नु पऱ्यो क्या। म यो काम गर्छु जसरी भए पनि। यदि लेख्नु भन्दा अगाडि हामी 100चोटि 1000चोटि सोचौँ पऱ्यो अन्त लेख्यौँ कि नलेख्यौँ, तर यदि लेखिसकेपछि चाहिँ यो काम जसरी एनी हाउ यो काम म गरेर छाड्छु भनेर लेख्नु पऱ्यो। ल आजको लागि यति नै हो। यो हामी दुईवटा कारण र दुईवटा सोल्युसन लियौँ, योलाई तपाईँ सम्झिनु होला र यसलाई लागू गर्नु होला। एउटा फोमो फियर अफ मिसिङ आउट, अर्को भनेको हाम्रो डोपामिन रिलिज हुन्छ। यसलाई कसरी बिट गर्ने भन्दाखेरि चाहिँ हामीसँग दुईवटा तरिका छ। एउटा बर्निङ डिजायर हुनु पर्यो र अर्को हामी एउटा कागजमा लेखेर कमिटमेन्ट हुनु पर्यो आफ्नो कामप्रति। यदि हामी कमिटमेन्ट छौँ भने मात्र हामी त्यसलाई गर्न सक्छौँ। थ्याङ्क यू। सेयर, लाइक, सेयर, सब्सक्राइब।